को शुभ विवाह को दिन हो। आज 2025 सनको मार्च महीना को 7 तारिक शुक्रबार को दिन यहाँ बिहे महामुनि में हुन गइरहेको छ। हामी यहाँ महामुनि मंदिर में जान तयार भइरहेका छौं र बिहे में जानका लागि सबै घर गाउँलेहरू तयार छन्। बिहे में चाहिने सबै सामग्रीहरू तयार छन्। दही को ठेकी तयार छ, दुना टपरी तयार छन्, सबै थोक तयार छ। त्यसो भएदेखि अब जाने सायद जुरम त। मंगलम भगवान विष्णु मंगलम गरुडध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनु हरि। बोले सिद्धिदाता गणेश भगवान के आमालाई यहाँ म चिनाइदिए फट्टै हजुरको आजको केही भनाइ छ? देरी भयो जानुपर्ने अलिक छिटो। इतिहास प्रसिद्ध श्री श्री महामुनि देवालयमा हामी आई उपस्थित भइसकेका छौँ। बेहुली श्री मनिका देवीलाई हामीले साथी ल्याएर यहाँ सबै बेहुली सजाउने कामहरू पनि सम्पन्न भइसकेको छ। श्री श्री महामुनि देवालय भुटान र असमका धर्मीय गुरु वैष्णव गुरु श्रीमन्त शंकरदेवका परम शिष्य र भुटानका लामा उहाँहरूको चौथा उद्योगमा प्रतिष्ठित भएको श्री श्री महामुनि देवालयमा हामी यहाँ आइपुगेका छौँ र बेहुला पनि आइपुग्नु भएको छ जन्ती साथ लिएर। अब हाम्रो यहाँ विवाहित कार्यक्रम केही बेरपछि नै शुभारम्भ हुन गइरहेको छ। सौभाग्यको कुरो हो श्री श्री महामुनि देवालयमा अर्थात् देवताको गृहमा आई आफ्नो दाम्पत्य जीवनको शुभारम्भ गर्न पाउने पनि यो सहज कुरो होइन, सबैले पाउने कुरो होइन। जब भाग्यमानी हो, अति भाग्यमानी हो, उसैको मात्रै सौभाग्य हुन्छ र मनिका देवीको भाग्य पनि अति राम्रो रहेछ। जीवनभरि सौभाग्यवती भई बसुन् भन्ने हामी सबैले आशीर्वाद गरौँ। उहाँहरूको दाम्पत्य जीवन सधैँभरि नै खुसियाली होस्, श्री श्री महामुनिको कृपा सधैँभरि भइरहोस् भन्ने हामी सबैले शुभाशिष गरौँ। श्री महामुनिको चरणमा प्रार्थना गरौँ। ओम नमो भगवते वासुदेवाय। यहाँ गोडा धुने कार्यक्रम पनि आरम्भ भइसकेको छ। आफ्ना पिता माता साथै सम्पूर्ण मान्यजनहरूले सम्बन्धीयहरूले गोडा धुँदै आशीर्वाद दिने कार्यक्रम सुरु भएको छ। यहाँ हुनुभयो पिताजी श्रीमान नारदजी र उहाँकी धर्मपत्नी साथ आफ्नी छोरी मनिका देवी र ज्वाइँको गोडा धुँदै आशीर्वाद दिँदै गरिरहनु भएको छ र एकाएक गरी आफ्ना मान्यजनहरू, आफन्तजनहरू, सम्बन्धीहरू आएर आशीर्वाद दिइरहेका छन्। मैले टिको लगाइदिएँ। माइजू बासी हुनुहुन्थ्यो त्यहाँ उहाँ टिको लाउने बेला अब के गर्दैछ? जानु न छिटो टिको ला पितामा गएर पनि पुरै राम्रो। सालीगिर त घरका पैसा घरै जाउनु हो, घर कसै गर्दिन्छ क्या हो कुरो। राति नमादेन त लोभी नि किन छ? अब यसको पनि पैसा झुकाउन भर हाँसिरहनु गाडीमा बड़ी प्रगति हो, सबसे नौकरी भी लागू जन्मेको घरलाई अब माइती घर भन्नुपर्ने बखत आइपुग्यो। अब सबै आफन्तहरूसँग बिदा लिएर आफ्नो घरतर्फी यात्रा गर्ने समय भयो। श्रीकृष्णको कृपा सधैँभरि मिलिरहोस्।